हेलो गाइस वेलकम बैक मठपट्टि भेटिका ए यहाँ पनि हुने रहेछ त्यहाँ स्कुल छेउमा टक्क लगाएर पुलिसहरूले टक्क यसरी बसिरहेका छन् सरहरू आनन्दले बुढो बाजालाई हेल्प पनि गर्न सकेका छैनन् कि क्या हो यो यस्तो खेल्च्याङ गरिरहेको छ त्यही पनि भाइ आउनु सबैजना बेला भइरहेको रहेछ भोटको बेला बुढो बाजु लाइन त छैन त पुरुषलाई त्यही मैले लेट्स गो अरू पनि हेरौँ कहाँ के हुँदैछ पुरै भिड छ एक ठाउँमा त भिड देखियो त्यो पनि अब स्कुलको छेउमा ठाउँ नपाएर है क्या हो आन्टीहरू पनि त कसलाई भोट हाल्ने सोचिरह होला के हो मलाई के आइडिया छैन भाइ स्कुल छेउमा टक्क लगायो सबजना भोटको लागि तयारी म त चुस्नको लागि रेडी छु यहाँनिर किन साँच्ची चाहिँ भन त अनि भोटमा व्यस्त छ नि म यहाँ चुस्न व्यस्त छु अनि के साह्रो बुढो बाजे हाम्रो दुईजना बुढो बाजेको कुरा हो मजा हुँदैछ बुढो बाजेलाई गरेर सोध्नु पर्यो बा के चलिरहेको त्यहाँ भनेर के भन्छ बाले भाइ भाइ तँ थाहा छैन हजुर फर्काइदिनु बाले भने भोट हाल्ने ठाउँ भनेर अगाडि जाँदै हुनुहुन्छ क्या हो बा भोट हाल्न नो सिभिल सेन्स सिभिक सेन्स एकदम जे भने नि जे भने कुरा एउटै हो कुरा एउटै हो ब्युटी पार्लर कसैलाई कालो छ नि गोरो हुन यहाँ आउँदा नि हुन्छ लगाएर यहाँ आफ्नै टोलमा लगाएर टक्क लगाएर पसल खोलेर छ ओइ बल ओइ हड्डीको बल अङ्गुर यो कुन अङ्गुर हो अङ्गुर कसरी छ यो अङ्गुर 30 रुपियाँ 300 रुपियाँ किलो 300 रुपियाँ किलो एउटा स्याउ खाँदा चाहिँ कति पर्यो एउटा मात्र अङ्कल एउटाको मात्र 60 रुपियाँ मिलाएर गरिदिनु न बढीको यसलाई आधी आधी बनाएर खानु पऱ्यो क्या दुईजना दाजुभाइ 60 रुपियाँ एउटाको त नभन्नु न अङ्कल त्योभन्दा कम 40 रुपियाँको दिनु न एउटा छैन स्याउ खान मन थियो दिएन पैसा त थियो नि त्यही पनि स्याउ खानलाई भनेको नदिरा प्रमोसन गरिदिन्छु भनेर भनेको है प्रमोसन गरिदिन्छु स्याउ एउटा दिन न त भनेको 60 रुपियाँ दिएको भन्छ लुत्तर नि दिँदैन 60 रुपियाँ त च्वास्स मोमो भनेर यस्तै च्वास्स जिन्दगीमा हो आइरहेको छ 1 2 3 4 चारजना केटी त यार हामी दुईजना काफी हुन्छ जस्तो लागिरहेको छ यार होइन त यसो अब रमाइलोको लागि बनाइदिउँ न भनेर नि मेमोरेबल होस् होइन होइन अपलोड नगरी मेमोरेबल हुन्छ नि त बुढेसकालमा हेरेर हाँस्न कम मजा आउँछ भिडियोहरू आफ्नो तिमी फोटो किन खिच्छौ त अनि फोटो खिचेर मेमोरेबलको लागि खिच्दैन भने भन्न खोजेको मैले यही हो तपाईँहरू पनि गर्नु खिच्नु हाली छ यार आज तर आजबाट त खेतीबा पनि हुँदैन अब बालेनको सहर हो हिँडिदिने हो मोजसँगले अब त हाम्रै सहर हो खुल्ला तरिकाले कोटिया गइहाल्यो हाम्रो भाइ म मात्र लन्ट्याङ लुन्ट्याङ हिँडिदिने बाटोमा केटीलाई उस्काइदिने केटी पनि छैन त यहाँ टक्क लाएर बनाएको यो कसरी चलाउने हो यो त गर्नुलाई चाहिँ राम्रो हुन्छ है क्या हो यार एकदम ठक्क यहाँ राखेर यस्तो छ नि टक्क यहाँ माथि बसेर एकजनालाई दामी भ्यू देख्ने रहेछ त मजा आउने रहेछ त यार यसरी पनि चढ्नुलाई ओ एकचोटि खोइ त यहाँनिर हेर त मेरो यहाँ कसरी गर्ने यहाँ एकजना माथि बस्नु पाए हुन्थ्यो कि म त 1 मिनट भन्दा बेसी गर्न सक्दिनँ होला यार त्यसो भए त यो के हो
यो यसले चाहिँ के गर्ने ओ खतरा रहेछ त यार यस यस के हो यो भने वाट इज दिस यो के गर्ने यसले अब हामीले ए यो खुट्टाको लागि हो फोक कट्टा हिँडेको अहिलेको खुट्टाको ट्रेनिङ थिएछ भने यो चाहिँ के हो यो ए यो ब्यालेन्स गर्ने यार एकचोटि यो समाज त यो मलाई देखाएको एकचोटि म सक्दिनँ होला ब्यालेन्स गर्न ए रन्डी आइया मादर चेत नगर्ने म सक्छु होला हौ मेरो भाइ एकदम बलले छ गर्न सक्छ भन्ने होला आशा ए खतरा गर्ने रहेछ त यार ओ यो के हो यो कुइने फोहोर यहाँ राख्ने रे नकुइने फोहोरको लागि ठाउँै छैन कुइने फोहोरको लागि ठाउँ छैन नकुइने फोहोरको लागि ठाउँ छैन काठमाडौँ महानगर बालेन भएन नि यस्तै हुन्छ यो खुलित्तै त्यो चाहिँ ओ यो चाहिँ मलाई दामी लाग्यो यार पोजिसन गर्नलाई राम्रो रहेछ त्यो पोजिसनमा यो पार्क पनि भिजिट गर्नु कसैलाई एक्सर्साइज गर्न मन छ यो कहाँ हो यो म ठ्याक्क महादेवस्थान पुलको तलपट्टि महादेवस्थान पुल र मन्दिरको तलपट्टिको छेउको टक्क लगाएर जङ्गलै जङ्गल छ आफ्नै बाउको रोड हो कति धेरै मान्छे हो ए आमा हो सबै हो कहाँको के को भोटो मन्दिर छेउमा पनि भाइ यताउता अलि उतै जस्तो त्यहाँ पसल पनि ए आमा हो सब स्कुल छेउछेउतिर मात्र गरेको रहेछ नि आए आमा हो यो के को हो यो मतदाता भोटको लागि यहाँ पनि एकजना टक्क देखियो ओहो हाम्रो पुलिस आर्मी सरहरू पनि ठक्क बसिरहेको रहेछन् यसरी एक एकजना गरेर जाँदा हुन्छ होला नि भन्दैछन् जुन लाइनको निर्वाचनमा ओहो सब भोट हाल्ने आएको हो कि के हो यहाँनिर सब महिला पुरुष भित्र यताउति छन् सरहरू पुरा त्यता के गर्न खोजेको हुन् आई डोन्ट थिङ्किङ सायद भोटको लागि होला सायद ठाउँ राम्रो नपाएर हो के हो कलेज छेउछेउतिर मात्र गरेको छ नि त स्कुल छेउछेउतिर ए गोलीले मार्न पाइन्छ सबजना उयसमै छन् झोले भनौँ कि झोले नभनौँ कि सानो ठाउँमा ठक्क लगाएर खालि छन् कति राम्रो मान्छेहरू हौ आहा मम्मीहरूसँगै आएको रहेछन् डार्लिङ अब के गर्नु बोल्नु त्यतिकै भन्दै हो नि भन्दैमा के जान्छ र भाइ भनेको के जान्छ भन्दैमा भनेको भाइ यार टक्क लाएर ठ्याक्क मेरो पछाडिको अङ्कल ठ्याक्क अङ्कलले भोटमा घन्टी हाल्नु भएको रहेछ टक्क हाम्रो चाहिँ कल्याण हुन्छ अरे ऊ योभन्दा राम्रो चाहिँ के भएछ होइन र सोच त तिमी अनि भनेपछि ठ्याप्पै घन्टीमा भोट हाल्यो तिमीहरूको लागि बाबु कल्याण हुन्छ अरे इज द गुड मेरो त इङ्ग्लिस अलिक ब्याडै छ गुड कल्याण हुन्छ जिन्दगी अब हेरौँ भोलिको थाहा हुन्छ नयाँ बुढो अलक्षिने हुन्छ कल्याण भनेको के दाइको त खुट्टा भाँच्यो अर्जेन्टले गर्दा आम्मामामाम चुनावी माहौल भएर होला आम्मामाम कस्तो सुनसान देखेको है आम्मामा कस्तो सुनसान देखेको अब भोट सबै उत्पत्ति भयो रमाइलो पनि भयो भोट घन्टी लाइ नि हाल्यो ल है सबैले सेयर लाइक गरिदिनु आजलाई यति नै धन्यवाद।